म्यामको भ्लगमा स्वागत छ तपाईहरुलाई। आज हाम्रो स्कुलको मान्छेहरु डान्स कम्पिटिसन जान लागेको छ। हाम्रो म्यामले रेडी पार्दै हुनुहुन्छ हैन। हाम्रो स्टुडेन्टहरु सबैजना अब मेकअप गरेर चिटिक्क परेर यहाँ हेर्नु नि। तिनीहरु के होला त फर्स्ट भएर आउँछ होला है। होप छ फर्स्ट भएर आउने, तर कस्तो हुन्छ थाहा भएन। अब यिनीहरूले डान्स चाहिँ राम्रै सिकेको तर कसरी गर्छ थाहा भएन। यता हेरिदिनु हेलो भन्दिनु हेर आफ्नै आफूले बेच्नु थाल्छ। हेर यिनीहरूलाई कसले राम्रो भन्छ होइन। यहाँ सबैजना रेडी भइरहेको अवस्थामा ओइ मलाई कस्तो राम्रो देखेको यार। लाइटले हो कि मोबाइलले हो कि मेकअप आर्टिस्टहरू हेर्नु ल। हामीहरू यस्तो मेकअप गरेर जान्छ नि गर्मीले सबै। अनि डान्सरहरू के तपाईँहरूलाई चाहिन्छ भने बुक गर्नु होला, एउटा एउटा दिइदिन्छु म। सबैजना रेडी खाउनलाई। यो को हाम्रो सुमी आज यस्तो राम्री भएर बसिरहेको छ होइन। के भन्ने यस्तो बच्चाहरूलाई गाली दिन मन लाग्छ कि आफूले आफूलाई नराम्रो भनेपछि हामीले केही भन्न सक्दैनौँ। हाम्रो मातृका म्याम हाम्रो अर्को ब्युटिफुल लेडी। हामी अब यस्तो रेडी भएर हामीलाई लग्नु भनेर भन्नुपर्छ सरलाई होइन। हामी पनि गएर ताली बजाइदिनु पऱ्यो होइन। हाम्रो प्रिया म्याम रेडी गर्दै हुनुहुन्छ यहाँ चिटिक्क परेर। आमा हेर नि त ब्लग हेर नि हावा अब हामी मान्छे हावा भ्लग पनि हावै हो। तपाईँहरू प्लिज माइन्ड नगरिदिनु होला। हाम्रो फर्स्ट भ्लग मेरो तर्फबाट म्यामको मोबाइलबाट कस्तो हुन्छ थाहा भएन होइन। हात दुख्दो रहेछ हो यसरी समाजले। मान्छेले कसरी भ्लग गर्छ होला है। म यहाँबाट गाउँसम्म गएको भ्लग बनाउँछु। त्यो यति सानो त्यो कोब्रो हो कि कस्तो भन्ने यस्तो किन्नुपर्छ तर पैसा छैन। We don't have money. We don't need money. त्यही भनेको हामीले त एसएलसी दिएको तिरिहाल्यो नि जस्तो अनुहार मेरो